हिमालको मुटुमा अड्डिएको एक स्वर्गीय उपत्यका लाङटाङ भ्याली, जहाँ हरेक हावामा हिमालको सुगन्ध छ, हरेक दृश्यमा प्रकृति कविता बगेको छ। लाङटाङ नेसनल पार्क शान्त, पवित्र र आत्मालाई छुने सौन्दर्यको घर। त्यही सुन्दरता भेट्न युनाइटेड कलेजका 40 जना विद्यार्थीहरू एकै सपना बोकेर निस्किए, साहस, मित्रता र यात्राको खोजीमा। घना जङ्गलका बाटोहरू, बग्ने खोला, मुस्कुराउँदा गाउँका मान्छेहरू र माथिबाट हेरिरहेको हिमाल, सबैले स्वागत गरे हामीलाई। हरेक पाइला कठिन थियो, तर आत्मा बलियो थियो। हरेक मोडमा थकाइ थियो, तर मनमा उत्साह अझै गहिरो। दिन ढल्दै गयो, आकाश सुनौलो रङले रङ्गियो र हामी अझै उचाइतिर बढ्दै गयौँ। स्वप्न र साहसको सङ्गममा अनन्त हामी पुग्यौँ, क्यान्जिङ 4700 मिटरको उचाइमा। त्यो क्षण हावासँग मन पनि रोयो र हाँस्यो। सामु देखियो लाङटाङ हिमाल, जसको सौन्दर्यले मन र आँखा दुवै थाम्न सकेन। त्यो उचाइमा हामीले महसुस गर्यौँ, हामी केवल यात्रु होइनौँ, हामी प्रकृतिको अंश हौँ। लाङटाङले हामीलाई शान्त सिकायो, हिमालले धैर्य र यात्राले जीवनको अर्थ। यो केवल ट्रेक होइन, यो हाम्रो आत्माको अनुभव हो, जहाँ पहाड बोल्छ, प्रकृति मुस्कुराउँछ र हामी आफ्नै आत्मालाई फेला पार्छौँ। के छ अनि कस्तो भइरहेछ अब ट्रेकिङको यात्रा? एकदम रमाइलो लागिरहेछ, एक्साइटेड हो। तिमीलाई के छ? एकदम रमाइलो हुन्छ। हुँदा त रिस उठेको थियो, तर रमाइलो रिस उठेको थियो? तिमीलाई के भन्नुपर्ने छ? छैन। भनिदेऊ न। अब चाहिँ ट्रेक पोस्टपोन हुन लाग्यो थियो, तर पोस्टपोन नभएर राम्रो। ओइ केटा, के छ? एकदम ओहो, वासरुम पछाडि छ छ। कस्तो राम्रो देख्यो। हजुर ड्रोन भन्नु न, थाहा नै छैन नि म कस्तो यस्तै हाल्नु। हामी नुवाकोट दरबार जानु लाग्यो। नुवाकोट दरबार जानु अरे म। ए थाहै थिएन? आउनुहोस् मेरो पछि पछि। हस्, ऊ यही त हो नि बनिरहेको। दरबार त बन्द। यो दरबार नि Hi sir. हेलो। ग्रुपसँग एउटा मान्छे हालौँ न, ग्रुपमा एउटा ग्रुपमा हाल्नु पर्यो क्या। कस्तो फिल भइरहेको छ? रमाइलो फिल भइरहेछ। The seas are beautiful. Chef kiss.
के छ अनि एकदम ठिक रमाइलो खोलाको बाटो एकदम राम्रो छ हो के चाहिँ केटा कस्तो छ हाल भइरहेछ राम्रो भयो राम्रो रहेछ उता पानी धारामा है के छ अनि कस्तो भइरहेछ केही छैन यता अब सुरु हुन्छ नि ह्यान्डमा चाहिँ यो बाटो चाहिँ मैले हेरेको थिएँ बेलुका लागि अब पहिरोमा पुग्न लाग्यो रेल चाहिँ पहिरो कस्तो कस्तो लागिरहेको छ आजको ट्रिप हिँडेकै जस्तो लागिरहेन होला हिँडेकै जस्तो लागिरहेन सजिलो तिमीलाई मलाई त खतरा म अझै एनर्जेटिक छु म अझै हिँड्न सक्छु तिमीलाई सबभन्दा चाँडो पुग्ने हो यो आधी घन्टा अगाडि पुग्ने हजुरको मुखमा दुधै भएको केही भन्नु छ तिमीलाई केही भन्नु छ सोधी खाप खपुना खाप आउँदैन अरू मलाई अरू हाइलाइट मगाउँछ 안녕 안녕 시시니아 안녕하세요 안녕하세요 저를 뵙살아요 만나서 반가워요 고맙습니다 यस्तो छ बाटो क्रेजी हो उकालो 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 लट्ठी टेकेर आऊ लट्ठी टेकेर मजाले नभएको अगाडि आऊ 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 डर लाग्यो बिस्तारै यताबाट आऊ ल हो त्यहाँ टेक त्यहाँ माथि टेक तल हेर्ने होइन सिधै तिम्रो लेस बाँध्नुपर्छ है त्यो अहिले अल्झिन्छ त्यसले गइहाल है जाऊ जाऊ डराउनु पर्दैन एकदम ठिक छ जाऊ न माथि आऊ जाऊ त जाऊ यहाँ नरोक है ढुङ्गा आउँछ तपाईँ मात्रै युट्युबर भन्ने ल ठिक छ भाइ आऊ आऊ माथि आऊ ढुङ्गा आउने ठाउँमा यार यो ढुङ्गा आउँछ नि माथि ढुङ्गा आउँछ यहाँ गइहाल है अगाडि गइहाल पारी गरेर बसेछ रेस्ट गरेर बरु त्यहाँ पारी गरेर अब मजाले मजाले लट्ठी टेकेर आऊ लट्ठी टेकेर दुईवटा लट्ठी भएको फाइदा देख्यौ बुझ्छौ त्यो समातेर आऊ समातेर बिस्तारै 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 बुझ्छौ गइहाल ल है गाई यसपालि चाहिँ हामीले चाँडै 4 बजे नै हामी लामा होटल पुग्न सफल भएका छौँ त्यो चाहिँ लामा होटल अगाडिको
अब चाहिँ हामी लामा होटल पुगिसक्यौँ। हेलो गाइज, गुड मर्निङ। आज चाहिँ हामी लामा होटेलबाट अब लाङटाङको तयारी गर्दैछौँ र यहाँबाट हाम्रो आज 4 घन्टाको ड्राइभ हुनेछ अहिले घोडा तबेलासम्म खाना खानलाई। त्यसपछि चाहिँ हामी लाङटाङको लागि हिँड्नेछौँ र बेलुका आज बास चाहिँ लाङटाङमा हुन्छ र अहिले चाहिँ हामी लामा होटेलमा छौँ। लाइनमा लाइनमा हेर कि अगाडि जाऊ कि लाइनमा हेर। के भयो अझै जाडो भइरह किन चाडबाडमा पकाउनेको लागि नै हो। कस्तो फिल भयो तिमीलाई यहाँ घोडा तपाईँलाई? सजिलो सजिलो, त्यस्तो गाह्रो छैन नि? तिमीलाई चाहिँ के स्क्याम भएको अरे? यो सरले हामीलाई होइन बिच बाटोमा पुगेपछि अब यो उकालो क्रस भएपछि खाना खाने ठाउँ आउँछ भन्ने भयो। बट त्यो क्रस गर्ने बित्तिकै अझै अर्को एउटा उकालो थियो, त्यसपछि ल्यान्डेड बाटो थियो अनि आफ्टर 1 आवर वी केम। त्यो सर भने चाहिँ म है गाइज। He is a betrayer, scammer. He is a scammer. ए खाइसक्यो के भन्नु छ साथी? मलाई खासै केही भन्नु छैन, म हिँड्दै नि सक्दछु भाइ। लगाइ जब चाहिँ हामी घोडा तबेलाबाट खाना खाएर निस्कियौँ लाङटाङको लागि। हेरौँ कति बजी पुगिँदो रहेछ, टाइम चाहिँ कति भयो हेरौँ। बाहुबली भन्दा नि डेन्जर छ, 10 गुणा बाहुबली। कस्तो छ भनिदिउ ल। लाङटाङको बाटोको भिडियोहरु चाहिँ दामी छ। सोचे जस्तो देखा जस्तो टिकटकमा देखा जस्तो छ बाटो? मैले त भर्केको बाटोमा देखेँ टिकटकमा। बाटो ठिक छ नि अहिले? वेदर पनि भर्खरै सरको रुम बाहिर सरले देख्ने गरी मेरो लाइटिङ आएन, सरले देख्ने गरी क्यामेरा चोरेको। नाउ दिस ग्रुप इज अल माइन। सो या सरले माइन्ड गर्नु हुँदैन, सर पनि सुत्नु भइसक्यो। सो you're all mine. नमस्ते, शुभकामना, स्वादिखाम, 안녕하세요, जलपा जी।
Of you? Hello. Yes, our new friend. Let's go. We started. Slowly. Yes. Slowly we started. Yes. Chito. Chito fast. We can't go chito. No, we started. We started. We started to Himalaya. Yes. During what is it called? Height. Sickness. Yes. What is helping? It's gonna help for altitude sickness. The poses or? No, you just have to eat it. It's like candy, but it's sour. Okay. Sour But do you have enough? Yeah. We have it. This one is spicy. It's spicy. This one is sour. It's kind of spicy. Oh, thank you so much. Welcome. You should take both, actually. Okay. Taste. Yeah. This one is sour. Thank you so much. How is it called? Titora. Tito. Yeah. Titora. Titora. Yes. Where can you buy this? Every store, Every like store. it's normal, like. But not here in the Oh city. no, Yeah. not here. Thank you so much. Hello, हामी 3620 meter above छौं. You can see the view from here. अलि नजिकबाट भए अझै राम्रो देखिन्थ्यो. But it's all right. I'm gonna show you everything. एउटा group is here. ओए मोनालिकाहरु आइसकेको. Yeah, we are friends too. Yes. Zorna, say hi. Hi. This is our tour guides. Camera. You are my guide. Say hi. You fine till now? Fine? You? I'm fine. Like This like training, but I can manage. someone will carry you. No, Boy. no. This is कस्तो मिठो छ it's like तितौरा है. We मैले also त्यही have this, भनेको. but this is little bit. Please try to explain the thing you just had. We gave you titora, so you explain that. Sorry, go to my husband. हामी काठमाडौँ गएपछि चाहिँ सायद हामीलाई फिजियोथेरापी चाहिन्छ होला. किन चाहिँ यो सोल्डर भाँचिन आँटिसक्यो त्यही भएर डोन्ट क्यारी समथिङ एनिथिङ हेभी. टिस्यु पेपर छ? छैन नि. भाइले ब्लगमा भइसक्यो तैँले आइरहन्छ तैँले खाइरहन्छ नि. हातमा समात्नु
कसैमा डाटा छ त्यहाँ जाने हो र भयो जाउँ बनाउ जम्मी जाउँ म गएँ होटलतिर सँगै जाउँ न हामी हेलिकप्टर हेर्न जान्छौँ त्यहाँ जुन ठाउँमा यता निम्सटाको हेलिकप्टर ल्यान्ड भएको छ सरको ग्रुपहरू रहेछ हामी टपमा गएन तर हामी हेलिकप्टर हेर्न पाउँछ होइन त रश्मि बल्ल त्यही हामी अब हेलिकप्टर हेर्न जान्छौँ होइन कस्तो खुसी लाग्यो पिकमा नपुगे पनि हेलिकप्टर चाहिँ हेर्न पाउँछौँ हामी जाम छिटै है तपाईँलाई पनि हामी यहीबाट देखाउँछौँ भिडियो कहिले हेर्नुहुन्छ थाहा छैन है हेर्नु है हामी देखाइहाल्छौँ भइरहेकै हो यस्तै थियो बाटो चाहिँ याद गर साथीहरू है यहाँबाट चाहिँ ओ उड्न आँट्यो है मुला प्लेन ए सरी हेलिकप्टर ओ गयो हेलिकप्टर गयो हामी पनि गयौँ बाई बाई ओ हेलो हामी चाहिँ यहाँ हेलिकप्टर ल्यान्ड भएको ए उडेको हेर्न आइरहेछौँ हेलिकप्टर गयो निम्सटाको साँच्ची गयो हेलिकप्टर उड्यो हेर्न चाहिँ पाएँ राम्रो छ डेन्जर छ डेन्जर किन हाँस उठाइदिनु किन लाग्छ यो अगाडिको कुन चाहिँ यो फ्याक्ट्री ए म गएर त्यसो भयो किनौँ जाउँ धेरै त किन्दिन के अरे सुन न यहाँ चिजको चाहिँ केजीको 1800 भन्नुभयो बट तपाईँ हाम्रो पिपी चिजमा आउनु त्यो पिज्जा चिजको केजीको जम्मा तपाईँलाई 1100 पर्छ विथ डिस्काउन्टेड प्राइस त्यो गाडी